ब्याक छु सबैजनालाई न्यू ब्लगको साथ। आजको ब्लग चाहिँ फुल्ली इन्ट्रो मात्रै मेरो, अरू सब चित्र भाइको। ल गाइस हामी चाहिँ चोरमारा आइपुगेछ। 9 जग्गा निस्किन्छ 9 जग्गा निस्किन्छ चोरमारा चाहिँ बब्बाल यस्तो गर न म चाहिँ माथि यस्तो गर न चोरमारा चाहिँ बब्बाल भएछ होइन। यहाँनिर 9 जागरण स्कुल छ, यहाँनिर 9 जागरणको क्याम्पस छ। भन्दै ऊ अगाडि कहाँ अलिक हजुर त्यहीँ गएपछि देखाउँछु नवलपुर स्कुल। तर गाइज भन्नुपर्दा अब चोरमारा चाहिँ पार्क बब्बाल बनाइरहेछ। विकास चाहिँ एकदम राम्रै भए भन्नुपर्दा बाबाले हजुरलाई अब म स्केट पार्कमा भेट्छु। बन्द गरेर हामी अब पुग्ने लायौँ। यसमा चाहिँ बनाएको सबै बनाइसक्यो। स्केट लगाएको नि कति महिना भएको थियो, आज चाहिँ त्यत्तिकै हामी आइदिएको होइन। लोकसेवा स्कुलमा मात्रै हो कि नभएको यार, हामी चाहिँ त्यति अटलमा आइदिएको क्या। त्यत्तिकै मजाकमा गइदिउँ न त भनेर अनि त्यसपछि आइदिएको। अब नवलपुरले पनि 4वटा बस हाल्दैछ चाहिँ, बाटो पनि राम्रै छ। विकास चाहिँ राम्रै भयो। उता नवलपुर स्कुल छ, हामी पुग्ने लागि यहाँबाट स्वाट्ट घुमेपछि आइपुग्छ एकछिनदेखि। यता दिप दिपलाई केटी चाहिएछ। हाम्रो पछि यता कुत्ता केही छैन। अब यो बाटो सुविधा गएपछि हामी त्यहीँ पुगेर भेट्छौँ है त। स्केट पार्क आइसकेछौँ। स्केटमा चाहिँ पार्कमा चाहिँ कोही छैनन्, सुनसान छ। हामी 2 जना मात्रै अब एकछिन खेलेर जान्छौँ। हामी चाहिँ अब टिकट काट्छौँ, एकछिन खेलेर अब जान्छौँ हामी पनि। त्यही हो, दिप भन्न गएँ टक्क। अब एकछिन खेल्छौँ, खेलेपछि आज ठ्याक्कै आर्यन पनि नारायण गाडी जाने। सुनसान जग्गा ल त्यस्तो। त्यहाँ दाइ आइसक्नु भएछ। गाइज हामी चाहिँ अब यहाँ आएर सुट लाएर पनि पुगिसकेको छौँ। हामी चाहिँ पुरा छौँ पछाडि यस्तो छ। यहाँ ऐनै छैन यार, अहिले त यार खेल्नै बिर्सेछ क्या यार। खासमा भन्नुपर्दा खेल्नै अब नाटक भयो नि त, त्यही भएर खेल्नै बिर्सेछ क्या। पानी छ यार। त्यो स्केट हाउसमा कति 01 पनि खोल्नु पाएन। अब एकछिन खेल्छौँ गाइज हामी, खेलेर घर निस्किँदाखेरि देखाउँछौँ। खेल्नु पऱ्यो अब एकछिन खेल्छौँ। गाइज हामी चाहिँ अब स्केट खेलेर आएर भ्यायौँ। त्यसपछि एकछिन नास्ता खायौँ, भोक लाग्यो भनेर चाहिँ एकछिन नास्ता खानको लागि यहाँ बसिरहौँ छु। अनि त अब एकछिन नास्ता खान्छौँ। नास्ता खाएर अनि हामी अहिले जाँदैनौँ घरतिर, एकछिन एकदम बोलेर अनि जान्छौँ है त। हजुर हामी चाहिँ उता जान्छौँ है त। यता बस्छ भनेर चिलमा यहाँ छ भगवान्। यहीँ बसिदिन्छौँ एकछिन है त, अहिले भेट्छौँ एकछिनमा। गाइज हामी चाहिँ नि नास्ता सास्ता खाएर अनि त्यसपछि यहाँ एकछिन पार्क देख्यौँ। त्यसपछि यसो आएको, यहाँ काम चालु हुँदै रहेछ। आयौँ यसो फोटोसोटो खिच्यौँ टक्क। एउटा हामी चाहिँ कान छेडेर आइदिएको आएको चाहिँ नि ट्याक्कै यहाँ माथि यहाँ छेडिदिएको। दिपले खै दिपै देखाउँछ तिम्रो दिप सालो यता यता अनि यता चाहिँ छेडेर आइदिएको। अब फेरि छेड्ने हो, छेड्न त। अब यहाँ चाहिँ पार्क चाहिँ राम्रो बन्दै रहेछ, अब बन्दैछ पुरा सबै एकदम फेमस चाहिँ
भइरहेको के अरे यता यता। अब हामी एकछिनमा निस्किन्छौँ, घरतिर लाग्छौँ हामी। टक्क यता चाहिँ काम चालु हुँदैछ। हामी चाहिँ घर जाने अनि यहाँ टक्क गाडी पल्टेको देख्यौँ। यहाँ चाहिँ एक्सिडेन्ट भएको रहेछ। एक्सिडेन्ट भएको भन्दा नि आफै पल्टेको रहेछ यहाँ चाहिँ। टक्क लगाएर अब हामी चाहिँ घर जाने। यहाँ गाडी यस्तो भएको रहेछ के अरे। आइपुगिसकेछौँ। अगाडि हिँड्दैछौँ। हामी चाहिँ अब अटोबाट झरेर अब घरतिर लाग्दैछौँ, जाँदैछौँ। भर्खरै झऱ्यौँ। त्यसपछि अब चोरमारामा चाहिँ आज एक्सिडेन्ट भएछ होइन सन्दीप, के भन्नुपर्छ? अब दिपलाई चाहिँ निन्द्राले झुलाहा गऱ्यो। अब घर गएर एकछिन सुत्छौँ, त्यसपछि बेलुकातिर निक्लिन्छौँ हामी चाहिँ टक्क एकछिन। त्यही हो, अब जाँदैछौँ हामी। यहाँ स्कुल लोकसेवा स्कुल भइहाल्यो। ल गाइज हामी चाहिँ आज टक्क लाएर चोरमातिर गएर यताउति गरेर सबै देखायौँ। अनि हामी चाहिँ अब कपडा सपडा चेन्ज गरेर एकछिन सुतेर त्यसपछि एकछिन सुत्यौँ। त्यसपछि यसो डुलेर हिँड्यो खेततिर पुगेर यसो डुलेर आयौँ। यहाँ दिप चाहिँ नि पानी खान लाहान। यहाँ दिप साह्रो चाहिँ पानी खाँदैछ नि। अब यहाँ चाहिँ मूल फुट्ने गरी पानी आएछ। अस्ति दिनसम्म आएको थियो नि, 2 दिन जति भयो पानी आएको। दिप यसले गरेर गोर्खायो क्या मलाई। त्यति भन्दै आजको लागि बिदा लिन चाहन्छु। भोलि भेट्छु न्यू डे न्यू ब्लगको साथ। हस्त जय नेपाल।